हामी निरन्तर दौडिरहेका छौँ, अनवरत पछाइमा छौँ। सफलता, प्रेम, वासना, सुख, पैसा अनि सपनालाई पछ्याइरहेका छौँ। अफिमको नसादेखि सामाजिक सञ्जालको त्यो फिडमा आउने भिडियो, लाइक, कमेन्ट्स अनि भ्युज, अन्तहीन पछ्याउने काम। तर यो पछ्याउने काम नयाँ भने पक्कै होइन। 70-80 हजार वर्ष अघि मानव जातिका लागि यो पछ्याउने काम भनेको जीवित रहनको लागि थियो। उनीहरू निरन्तर खाना, प्रजनन अनि सामाजिक सम्बन्धको अवसरको खोजीमा रहन्थे। यिनै पछ्याउने स्वभावले गर्दा मानव जाति अनिश्चित र जोखिमपूर्ण वातावरणमा बाँचिरहे। त्यस बेला पछ्याउन छोड्नुको अर्थ थियो मृत्यु अर्थात् नाश हुनु। शिकार गर्ने र फलफुल टिपेर बाँच्ने उनीहरूका लागि हरेक दिन केही न केही खोजी गरिरहनै पर्थ्यो। धेरै पटक शिकार असफल हुन्थ्यो, तर उनीहरू शिकारलाई पछ्याउन छोडेनन्। कयौं दिनसम्म भोकै रहनु पर्थ्यो, तर उनीहरू रोकिएनन् किनकि उनीहरूको मस्तिष्कमा डोपामिन भन्ने रसायन निस्कन्थ्यो। एक पटक फल भेटाउँदा, एउटा शिकार सफल हुँदा, एक पटक आगो बाल्न सक्दा डोपामिनले महसुस गराउँथ्यो कि यो राम्रो हो, तिमी फेरि यो काम गर, तिमी अघि बढ भनेर उत्प्रेरित गर्थ्यो। यही शक्तिले मानव जाति जीवित रहन सके। उनीहरू जीवित रहन सके, त्यसैले त आज हामी यहाँ छौँ। तर आज हामी उही दिमाग लिएर पूर्ण रूपमा बदलिएको संसारमा बाँचिरहेका छौँ। आज हामी जङ्गलमा शिकार होइन, स्क्रिनभित्रको खुसीलाई पछ्याउँदै अनवरत दौडिरहेका छौँ। आज जङ्गल छैन, तर फेसबुकमा अनन्त फिड छ। आज शिकार छैन, तर अगाडि अर्को भिडियो छ। हाम्रो दौड छ छिटो छिटो आनन्दको लागि, तत्काल क्षणिक सुखको लागि। फोनमा नोटिफिकेसनको आवाज, त्यसपछि क्लिक, स्क्रोल, एकपछि अर्को भिडियो अनि आदिम डोपामिन लूप अर्थात् डोपामिन पुरस्कार प्रणाली सक्रिय। टिकटक र रिल्सको छोटो छोटो भिडियोले हामीलाई बारम्बार छिटो छिटो खुसीको अनुभव गराउँछ, जसले गर्दा हाम्रो डोपामिन लूप सक्रिय हुन्छ। प्रत्येक छोटो भिडियोले क्षणिक तर छिटो खुसी दिन्छ र अर्को भिडियो अझ रोमाञ्चक हुने उत्सुकता, जिज्ञासा वा अपेक्षाको कारणले डोपामिन निस्कन्छ र हामी अर्को भिडियो हेर्न उत्प्रेरित हुन्छौँ। यही हो डोपामिन लूप। कुनै लागु पदार्थको लत लागेको व्यक्ति र अत्याधिक मात्रामा कम गुणस्तरको छोटो छोटो भिडियो हेर्ने बानी परेको व्यक्तिको डोपामिन पुरस्कार प्रणालीमा प्रभाव परेको देखिएको छ। प्रकृतिमा पाइने सामग्रीको तुलनामा लागु पदार्थ र डिजिटल मिडियाले हाम्रो डोपामिन पुरस्कार प्रणाली बढी सक्रिय गर्दछ। लतको वास्तविक कारण कुनै वस्तुबाट प्राप्त हुने आनन्द होइन, बल्कि डोपामिनले बढाएको वान्टिङ अर्थात् चाहना हो। चाहना मन पराई भन्दा बलियो, अनियन्त्रित र अक्सर विध्वंसकारी हुने गर्दछ। चाहेको वस्तु मन पर्छ भन्ने हुँदैन, मन परेर चाहेको भन्ने पनि हुँदैन। चाहना अनि मन पराउनु भिन्न कुरा हुन् भनेर वैज्ञानिकहरूले पुष्टि गरेका छन्। यस अध्ययनमा वैज्ञानिकहरूले एउटा मुसाको दिमागको डोपामिन निस्कने क्षेत्रमा एउटा तार जडान गरिदिन्छ र त्यो मुसालाई एउटा बाकसभित्र राखेर त्यो बाकसभित्र रहेको एउटा बटन थिच्न अभ्यास गराउँछ। मुसाले प्रत्येक पटक त्यो बटन थिच्दा मुसालाई एउटा करेन्टको झट्का महसुस हुन्छ, साथै मुसाको दिमागको त्यो क्षेत्रमा डोपामिन पनि निस्कन्छ। पूर्ण रूपमा अभ्यस्त भइसकेपछि मुसा आफैले पटक पटक निरन्तर त्यही बटन थिचिरहन्छ। एउटा मुसाले त झन्डै 1000 पटक त्यो बटन थिच्छ। यसको पछाडिको रहस्य हो डोपामिन। प्रत्येक पटक मुसाले त्यो बटन थिच्दा उसको दिमागको त्यो क्षेत्रमा डोपामिन निस्कन्थ्यो र त्यही डोपामिनले उसलाई त्यो बटन थिच्न उत्प्रेरित गराइरहन्थ्यो। डोपामिनले बढाएको चाहनाले गर्दा उसले त्यो बटन थिच्न बाध्य हुन्थ्यो। प्रत्येक पटक त्यो बटन थिच्दा उसले करेन्टको झट्काको महसुस पनि गर्थ्यो, जबकि करेन्टको झट्का उसको लागि राम्रो महसुस थिएन। तर पनि डोपामिनले बढाएको चाहनाको कारण ऊ त्यो बटन थिच्न बाध्य हुन्थ्यो। त्यस्तै एउटा अर्को रोचक अध्ययनमा अनुसन्धानकर्ताहरूले मुसाको दिमागको डोपामिन निस्कने क्षेत्र पूर्ण रूपमा नष्ट गरिदियो। त्यस्तो मुसाको दिमागमा डोपामिन निस्कदैन। त्यस्तो मुसाले कुनै पनि कुरामा रुचि देखाएन, एउटा कुनामा बसिरहे, खाना पनि खोजेन। समय बित्दै गयो, मर्न लाग्यो भनेर अनुसन्धानकर्ताहरूले मुसाको मुखै नजिक खाना राखिदियो। मुखै नजिक भएको खाना मुसाले खायो, मुख पनि मिठाए, जिब्रो निकालेर मुख वरिपरिको खाना पनि खाए। यसको अर्थ हो डोपामिन नभए तापनि खाना मन पराउने अर्थात् मन पराउने गुण मुसामा रहेको रहेछ।
त्यसैले डोपामिनले मन पराउने गुणलाई निर्धारण गर्दैन। डोपामिनले खाली चाहना बढाउँछ। अर्को एउटा अध्ययनमा अनुसन्धानकर्ताहरूले मुसाको दिमागमा धेरै मात्रामा डोपामिन भरिदियो। त्यस्तो मुसा खानातिर छिटो दौडियो, तर अरू सामान्य मुसाभन्दा कम मन पराएको सङ्केत देखायो। डोपामिन धेरै भएको मुसा खानातिर छिटो दौडिनुको कारण खाना मन पराएको नभएर डोपामिनले बढाएको चाहना थियो। हामी पनि कहिलेकाहीँ विज्ञापनको प्रभाव वा साथी सङ्गीको प्रभावमा परेर कुनै सामान किन्छौँ, पछि त्यो सामान मन नपर्न सक्छ। यो हामीले मन पराएर किनेको भन्दा पनि हाम्रो चाहना हाबी भएर किनेको परिणाम हो। सामान्य अवस्थामा मन पराउने र चाहना मिलेर काम गर्दछ, तर लत लागेको अवस्थामा मन पराउने र चाहना बीच समन्वय बिग्रन्छ। आनन्द घट्दै जान्छ, चाहना बढ्दै जान्छ। त्यसैले त लागु पदार्थको लतमा परेको व्यक्तिलाई त्यो पदार्थले पछि त्यही मात्रामा आनन्द नदिए पनि ती व्यक्तिलाई त्यो पदार्थको अत्याधिक मात्रामा चाहना हुन्छ। सामाजिक सञ्जालको प्रयोगले उत्पन्न हुने डोपामिनले आनन्द होइन, उत्सुकता, अपेक्षा बढाउँछ। उत्साह होइन, उत्प्रेरित गराउँछ। सामाजिक सञ्जालको भिडियो पछ्याउन बाध्य बनाउने अर्को तत्त्व हो अनिश्चित पुरस्कार। अनिश्चित पुरस्कारले डोपामिनको विस्फोट गराउँछ। प्रकृति अनिश्चित छ। हाम्रो प्रयास सधैँ सफल हुन सक्दैन। शिकार 9 पटक असफल 10औं पटकमा सफल हुन सक्छ। यदि हाम्रो पुर्खाहरूले 2-4 असफलतामै हार मानेको भए उनीहरू बाँच्दैनथे। त्यसैले मानव दिमागले अनिश्चित पुरस्कारलाई अत्यन्त शक्तिशाली प्रेरणा ठान्छ। नियमित भन्दा अनियमित र निश्चित भन्दा अनिश्चित पुरस्कारले हाम्रो दिमागलाई बढी ललायत बनाएको देखिन्छ। यही अनिश्चित पुरस्कारले हामीलाई बारम्बार फोनमा स्वाइप गर्न अर्थात् अनवरत भिडियो हेर्न मजबुर बनाउँछ। हामीलाई लाग्छ युट्युब सर्ट्स, रिल्स, टिकटक केवल मनोरञ्जन मात्र हुन्, तर यी सबैको केन्द्रमा लुकेको हुन्छ अनिश्चित पुरस्कार, जसले हाम्रो दिमागमा कब्जा जमाएको हुन्छ। प्रत्येक भिडियोपछि अब अर्को भिडियो कस्तो होला, सायद केही हास्यास्पद, सायद केही रोमाञ्चक, सायद केही मन छुने भिडियो। यही सायदले हाम्रो दिमागमा डोपामिन निकाल्न सहयोग गर्छ। डोपामिन हामीले केही मन पर्ने भेट्यो भनेर होइन, हामीले केही मन पर्ने भेटाउन सकिन्थ्यो भन्ने अपेक्षामा निस्कन्छ। कम गुणस्तरको छोटो छोटो भिडियोहरूले सन्तुष्टि दिँदैन, सन्तुष्टि खोजिरहने दिमाग बनाउँछ। स्वाइप, अपेक्षा, भिडियो, क्षणिक सन्तुष्टि, फेरि स्वाइप, फेरि अपेक्षा। घन्टौँ फोनमा बित्छ। अन्तमा हामी थकित र खाली महसुस गर्छौँ। अब पढाइ कठिन अनि निरस लाग्छ, ध्यान केन्द्रित हुँदैन, सृजनशीलता घट्दै जान्छ, स्मरण शक्ति कमजोर हुन्छ, सम्बन्धहरू छुट्दै जान्छ। बारम्बार अनि अत्याधिक मात्रामा डोपामिन निस्कने कारणले दिमागले कम्पेन्सेट अर्थात् क्षतिपूर्ति गर्न डोपामिनको रिसेप्टर कम गर्छ, डोपामिनको संवेदनशीलता कम गराउँछ अनि सेरोटोनिन राम्रो महसुस गराउने रसायन कम गराउँछ। परिणाम, जीवनको सामान्य कुराबाट आनन्द पाउन गाह्रो हुन्छ, सामान्य जीवन निरस लाग्छ, त्यसैले डिप्रेसन हुन्छ। सामाजिक सञ्जालसँग हामीलाई बाँधिराख्न सामाजिक सञ्जालको एल्गोरिदमले कसरी काम गर्छ? सामाजिक सञ्जालले हामीलाई केवल फोटो र भिडियो मात्र देखाउँदैन। हाम्रो दिमागले कसरी काम गर्छ, हामी कुन कुरामा बढी टिकिरहन्छौँ, यी सबै कुरा नापेर विश्लेषण गरेर हामीलाई हामीले रुचाइएको सामग्री पस्कन्छ। फेसबुक, टिकटक, इन्स्टाग्राम र स्न्यापच्याट लगायत यी सबै प्लेटफर्महरूको मुख्य उद्देश्य हामीलाई खुसी बनाउनु भन्दा पनि हामीलाई अझ बढी रोकिराख्नु हो, अझ धेरै स्क्रोल गराउनु, अझ धेरै हेर्न बाध्य बनाउनु हो। त्यसैले त हामी फोन छोड्न सक्दैनौँ, स्क्रोल गर्न रोक्न सक्दैनौँ। यो कमजोरी होइन, यो चरित्रको दोष पनि होइन, यो हाम्रो दिमागको पुरानो संरचनालाई आधुनिक संसारले दुरुपयोग गरेको हो। आजको संसारमा स्मार्टफोन र इन्टरनेटको एडिक्सन अर्थात् लत केवल व्यक्तिगत बानीको समस्या होइन, यो त विश्वव्यापी महामारीको रूपमा फैलिँदैछ। सन् 2024 सम्म आइपुग्दा 5 अर्ब भन्दा बढी मानिसले सक्रिय रूपमा सामाजिक सञ्जाल प्रयोग गर्दथे। विशेषज्ञहरूका अनुसार 2028 सम्म यो सङ्ख्या बढेर 6 अर्ब हुन सक्ने अनुमान गरिएको छ। सबभन्दा डरलाग्दो कुरा त यो छ कि झन्डै 1/3 प्रयोगकर्ताहरू बालबालिका छन्। लगभग 95% बालबालिकाहरू 13 देखि 17 वर्ष उमेर समूहका छन्। बिहानको नास्ता अघि फोन हेर्छन्,
सुत्नुभन्दा अघि अन्तिम वस्तु पनि फोन। इन्टरनेट आजको जीवनको महत्त्वपूर्ण हिस्सा मात्र होइन, कैयौँको लागि यो अनियन्त्रित र बाध्यकारी प्रयोग बन्न पुगेको छ। इन्टरनेट एडिक्सनले मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ, जस्तै एन्जाइटी, डिप्रेसन अनि तनाव बढ्दछ। आत्मसम्मानमा गिरावट आउँछ, ध्यान दिएर गर्नुपर्ने काममा मन लाग्दैन, जस्तै पढाइ। परिवार र साथीभाइसँगको संवाद निरस लाग्छ, स्मरण शक्ति कमजोर हुँदै जान्छ। एक अध्ययन अनुसार सामाजिक सञ्जालमा थप 1 घण्टा बिताउँदा युवाहरूमा डिप्रेसनको जोखिम 13%ले बढ्दछ। त्यसैले सामाजिक सञ्जाल प्रयोग गरौँ, तर यसको नकारात्मक असरबाट पनि बचौँ। धन्यवाद।